औला, खुट्टा, घाँटी वा ढाड बारम्बार पड्काउनुहुन्छ, आराम मिले जस्तो लाग्छ। तर हरेक पड्किने आवाज सुरक्षित हुँदैन। कतिपय अवस्थामा यो तपाईँको शरीरले दिरहेको चेतावनी सङ्केत पनि हुनसक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै महत्त्वपूर्ण स्वास्थ्य जानकारीका लागि मलाई फलो गर्नुहोस्। पहिलो कुरा, पड्किने आवाज हड्डी मिलेको आवाज होइन। यो जोर्नीभित्रको तरल पदार्थमा बनेको ग्यास बबल अचानक बन्ने वा फुट्ने प्रक्रियासँग सम्बन्धित हुन्छ। यसलाई क्याभिटेसन भनिन्छ। अब औला पड्काउने कुरा। हालसम्मको प्रमाणले सामान्य रूपमा औला पड्काउने बानीले आर्थराइटिस वा अन्य ठूला रोग हुन्छ भन्ने बलियो प्रमाण देखाएको छैन। तर घाँटी र ढाडको कुरा फरक छ। बारम्बार आफैले घाँटी वा ढाड बटारेर पड्काउँदा तपाईँले अत्यधिक चल्ने जोर्नीहरूलाई झन बढी चलाइरहनु भएको हुनसक्छ, जबकि वास्तविक समस्या भएको भाग उस्तै रहन सक्छ। विशेष गरी घाँटीलाई बल लगाएर पड्काउँदा दुर्लभ तर गम्भीर जोखिम हुन्छ। मस्तिष्कमा रगत पुर्याउने नलीमा चिरा पर्न सक्छ, जसलाई भर्टिब्रल आर्टरी डाइसेक्सन भनिन्छ। अब कसरी थाहा पाउने कि यो सामान्य कडापन हो कि गम्भीर समस्या? यदि दुखाइ हात वा खुट्टासम्म सर्छ, जमजम हुन्छ, कमजोरी आउँछ वा दिशा पिसाब नियन्त्रणमा समस्या आउँछ भने यो केवल मांसपेशीको तनाव होइन, डिस्क वा नसाको समस्या हुन सक्छ। त्यसैले याद राख्नुहोस्, पड्किने आवाज भनेको उपचार भएको प्रमाण होइन। यो भिडियो त्यो साथीलाई पठाउनुहोस् जो दिनभरि घाँटी र ढाड पड्काउँदै हिँड्छ।